नीति छोड्यो सोल्टी पहिले जाने बित्तिकै तिमीले के गर्नु पर्यो आफ्नै गाउँ आफै बनाऊ स्थानीय उत्पादनलाई प्रोत्साहन भनेर सानसानोहरू खोलिदिन पर्यो। यहाँ जुन पार्टीको वडा अध्यक्ष भयो त्यसले चाहिँ करोडको मन्दिर सन्दिर बनाउ त्यस्तोमा लगानी हालेको देखियो। भोलि बिहान चाहिँ अब भोलि बिहान चाहिँ घन्टीको वडा अध्यक्ष भयो भने त्यसले चाहिँ खोल्न पर्यो। के अरे उद्योग धन्दा खोल्न पर्यो, सरकारी स्थान खोल्न पर्यो। हामीलाई पैसा चाहिएन, हामीलाई रोजगार चाहियो। त्यो पैसा कमाएको सरकारले अरू ठाउँमा लगानी गरोस्, त्यो हुनु पर्यो। त्यो हुनु पर्यो नि त। त्यो छैन भने त के काम भयो। अनि त्यसपछि अनि तिमी पहिले सुरु परराष्ट्र नीति डर बनाउन खोज, अमेरिकासँग डिल गर्न खोज, भारतसँग डिल गर्न खोज। सस्तो हामी यति 1000 रुपियाँ दिन्छ, बुत्रा दिन्छ। पहिला तिमीसँग चाहिँ ऊ नै छैन, नेपालमा रोजगार दिने एजेन्टै छैन भने के गरेर दिन्छ। पहिला सुरु त्यो नबनाऊ न। पहिला हामी जडीबुटी खोज्छौँ, यताउति खोज्छौँ होइन, त्यसको उत्पादन हामी बढाउँछौँ। अनि विदेशमा लगेर बस्छौँ, यसै गुम्बा बेच्छौँ भनौँ, बेकारा 2000 रुपियाँ डलर कमाउँछौँ दिन्छौँ भनेर बालेन पनि अलिकति इगोइस्टिक र ट्यापे टाइपको। बालेनले गाँजा त स्योर खान्छ। बालेनले राजनीति गरेका, बालेनको राजनीति मैले बुझेछु। कोही युट्युबमा चाहिँ आफूले लगानी गरेर फिल्म चाहिँ धमाधम फ्री हालेछ। घन्टी मन नपरिने, तर घन्टीको मान्छेको नि जति बुद्धि प्रयोग गर्नु पर्ने त्यति बुद्धि प्रयोग गर्न सकेन। अझै बुद्धि प्रयोग गर। तर यहाँ घन्टीको मान्छे रिसाउला। मलाई त काङ्ग्रेस मन पर्दैन, कम्युनिस्ट मन पर्दैन। सोझै कुरा भन्ने भने रवि नि पत्रकार भइन्जेल मन पर्थ्यो। त्यो पछिल्लो टाइममा हामफडालाई गएपछि त्यो नि मन पर्न छोडेको। तर हाल्ने त मैले घन्टीलाई गएँ भने म यस्तो पनि म जाँदैन। अनि खोइ त नि हामी अपाङ्गलाई त अपाङ्ग तिमीहरूको भत्ता सत्ता चाहिएन कि बुला। त्यो गण्डीका छोड्ला त्यो फ्री गर्न सकेन, व्यवस्थापन गर्न सकेँ। त्यस्तोलाई गर नि त, व्यवस्थापन गर बल्ल इज्जत। अनि बल्ल पो सरकार अनि हस्पिटलमा फ्री हुनु पर्यो नि त। सबै ठाउँमा इन्डिया जाँदा सबै ठाउँमा फ्री जनतालाई व्यवस्थित हस्पिटल चकाचक हुनु पर्यो। त्यो गर्न सक्ने काम भनियो क्या। पहिले सुरु जे पाए त्यही भनेर यस्तो उस्तो नाटक कम्पनी धेरै गर्छन्। यहाँ कुनै पार्टीको बाल छैन, कुनै पार्टीको मतलब होइन। हेरो मलाई त जेसुकै भन, मन लागेको गइन्छ, मन लागेको होइन। मेरो बाबुआले हाल भनेर हालिदिनु होइन। मलाई चाहिँ कुनै पार्टीले गर्छ भनेर भनेको नि छैन। मलाई फेरि यहाँ कसैले यसलाई यो यस्तो अपाङ्ग यसलाई फकाएर भोट माग्छु भने आफै नगरेर